तपाईँलाई आशा छ तपाईँहरू सुरक्षितले जाति नै हुनुहुन्छ भनेर। आज एउटा खुसीको खबर, मैले बाइबल पढ्दै जाँदा आज मैले प्रभु यीशुको फोन नम्बर पाएको छु। के तपाईँलाई थाहा छ त्यो फोन नम्बर? जेरेमाया 33:3, जेरेमाया च्याप्टर 33 verse 3। म पढेर सुनाउँछु तपाईँलाई। प्रभु भन्नुहुँदैछ, Call to me and I will answer you, and I will show you great and hidden things that you have not known। प्रभु भन्नुहुँदैछ, मलाई कल गर र म तिमीहरूलाई देखाउँछु संसारमा चाहिँ जुन चाहिँ तपाईँहरूले देख्दै नदेखेको कुराहरू, आत्मिक कुराहरू भन्नुभएको प्रभुले। यो खुसी खबर म तपाईँहरूलाई पनि बाँड्न चाहन्थेँ, त्यसैले मैले सानो छोटो भिडियो बनाएको थिएँ है। ईश्वरलाई धन्यवाद। अन्त तपाईँहरू सबै प्रार्थना गर्नुहोस्। तपाईँहरूको लागि म प्रार्थना गरिदिन्छु। आमेन।